घरको खाना खाँदा खाँदा वाक्क भएर हामी आज चाहिँ वीरगन्ज रातिको स्ट्रिट फुड ट्राई गर्नलाई चाहिँ म र मेरो साथी निस्क्यौँ। अनि हामी चाहिँ यो घन्टाघरबाट अलिकति पर चाहिँ राम्रो स्ट्रिट फुड लाग्ने ठाउँमा गयौँ है। यता पानीपुरीहरूदेखि लिएर थुप्रै खानेकुराहरू टन्नै पाइन्छ। मन्दिरहरू राति जे होस् वीरगन्ज एकदम ब्युटिफुल ठाउँ छ। हामी फर्स्टमा गयौँ होइन, राहुल भेज मोमो सेन्टरमा। भेज मोमो सेन्टरमा चाहिँ ब्रदरले चाहिँ मिठो मोमो बनाएर दिनुभयो। मोमो चाहिँ असमै लाग्यो हामीलाई है। तर त्यो झोल चाहिँ अलिकति नमिठो भए पनि अरू दिनुभएको उहरू मोमोसँग दिनुभएको अरू झोलहरू चाहिँ एकदमै मिठो थियो। अनि त्यसपछि मोमो दिएको प्रेजेन्टेसन होइन, मोमो दिने बेलाको साफसफाइ एकदम राम्रो लाग्यो ब्रोको। जस स्ट्रिट फुड पनि वीरगन्जमा नराम्रो छैन है। स्ट्रिट फुडमा पनि बेलुकाको डिनरलाई ल स्ट्रिट फुडै खान्छु है भन्न पनि सक्ने खालकै ठाउँ छ है वीरगन्ज। दुईवटा मोमो, दुई प्लेट मोमो हामीले अर्डर गऱ्यौँ। अनि यसमा चाहिँ अचार होइन, पिरो अचार, अनि त्यसपछि तिलको अचार र एउटा अर्कै खालको त्यो झोल जस्तो दिनुहुँदो रहेछ। झोल चाहिँ वाज ओके ओन्ली होइन, तर अर्को चाहिँ मिठै थियो है, एकदमै मिठो लाग्यो अर्को चाहिँ। ए भाइ अनलाइन त तिर्न मिल्छ नि तिमीलाई? अनि त्यसपछि भिडियो खिचेर लागेको देख्ने बित्तिकै चाहिँ नि यो पसले भाइले चाहिँ पुरै साफ सफा गरिदिएर होइन, खाने ठाउँ पनि एकदम सफा गरिदियो। मैले मेरो साथीलाई टेस्ट गर्न भने है कस्तो रहेछ भनेर। मेरो साथी खास मासु खाने खालको साथी हो, तर मासु एकदम लभर मान्छेले पनि एकदमै मन पराए जस्तो लाग्यो है मलाई चाहिँ मोमो। सुनौँ है उसकै मुखबाट के भन्छ। झोल चाहिँ मिठो छैन जस्तो लाग्छ। कस्तो निरन? ठिक छ? टेस्ट राम्रो छ? त्यहाँबाट चाहिँ हामी मिठो मिठो मोमो खाएर पुलिस दाइहरूको पछि पछि लाग्दै होइन हामी खोज्दै हिँड्यौँ अरू के पाउँछ भनेर होइन। हामी छोटु चाट हाउस आयौँ। छोटुको चाट हाउसमा चाहिँ धेरै चिज पाउने रहेछ। मैले छोटुको चाट हाउसमा पहिले पनि पाउभाजी मिठै हुन्छ यसको, अनि छोटुकोमा पाउभाजी खान आयो। अनि यही हो छोटु चाहिँ। छोटु चाहिँ आज दाईसँग रहेछ। छोटुले अरू बेलामा चाहिँ छोटु आफैले पकाउँथ्यो, आज चाहिँ दाई पनि लिएर आएर रहेछ। छोटुले सधैँ पाउभाजी चाहिँ मिठो बनाउँछ है। वीरगन्जको यो छोटुको पाउभाजी चाहिँ एकदम होइन मेरो एकदम रिकमेन्डेड हो है। छोटुले चाहिँ पाउभाजी सही बनाउँछ। मैले यहाँनिर एकैचोटिमा 18वटा पनि पाउभाजी खाने मान्छे देखेको छु है। सो छोटुको पाउभाजी चाहिँ एकदम रिकमेन्डेड है। एकै प्लेट गर नि त ब्रो ल। चखेंगे, अच्छा लगेगा तो फिर खाएंगे। अमुल बटरमा छोटुले पुरा 8वटा डिफ्रेन्ट तरकारी, त्यसमा थिएन टमाटर, अनि त्यसपछि केराउ, अदुवा, लसुन, प्याज सब मिक्स गरेर बनाएको हुन्छ भन्दै थियो तरकारी। अनि जस्ट मिठो चाहिँ एकदम टेस्टी हुन्छ है। अनि यसमा म्यास गरेर उसले मिठो बनाएर दिन्छ। प्योर अमुलको हो भन्छ है उसले बटर चाहिँ। छोला कुलचा का मटर ल ल ल ब्रो ल। हेर्दै खाउँ लाग्दो बनाउँछ है यो चाहिँ। अलिकति पानी हालेर उसले बनाएको एउटा कडा पेस्टलाई चाहिँ अलिकति पानी हालेर अलिकति डाइल्युट गरे पनि उसले त्यो टेस्ट चाहिँ बरकरारै रहन्छ है उसको। देयर नो कम्प्लेन है। पहिले दिएको भन्दा चाहिँ प्लेट पनि अलिकति परिमार्जित भएछ होइन। प्लेट पनि अलिक सफा होइन। त्यो मात्रै होइन, उसकोमा अलिकति चाटहरू पनि, आलु चाटहरू पनि पाइन्छ। यो दाल जस्तो चाउमिनहरू पनि होइन, सबै चिज भेज मात्रै पाउनु चाहिँ
र चाटहरू पनि उसले मिठो बनाउँछ। यो चाहिँ आलुवाला चाट खान पाइन्छ उसकोमा। आलु पनि यो अलिकति तारेको आलु जस्तो हुन्छ, एकदम मिठो हुन्छ आलु पनि। अनि अब बनलाई चाहिँ उसले यसरी अमुलको बटरमा एकदमै डिप गरेर पुरै बटर आउने, मुखभरि बटर आउने जस्तो गरेर दिन्छ उसले। एकदमै टेस्टी छ है यो खाना। आउनु होला साथीहरू, वीरगञ्ज वरिपरि बस्नुहुन्छ भने एकदम ट्राई गर्नुहोस् है यो चाहिँ। टेस्ट बढ़िया तो क्या भाई क्या हुआ बढ़िया खिलाओ, आदमी को पसंद आया। वाला तो साला बहुत होता है आदमी, मेरे यहाँ से कस्टमर उठ के ना जाए बस। कस्तो हुँदो रहेछ अब? मैले पहिला नि खाएको छु कि त्यो मेरो साथीहरू आएको बेलामा। कस्तो टेस्टी हो। मिठो पाउभाजी खाएर हामी फेरि एकचोटि पानीपुरी पनि ट्राई गरौँ है, वीरगञ्जको भनेर ट्राई गर्न आयौँ। अनि बाटोमा चाहिँ हामीले 2-3वटा देख्यौँ, तर यो पशुपतिनाथ पानीपुरी चाहिँ एकदमै यहाँको सबभन्दा बढी चलिरहेको जस्तो लाग्यो हामीलाई। उसकोमा आयौँ, उसले पनि पानीपुरी चाहिँ एकदम अलिकति अमिलो चाहिँ अलिकति कम जस्तो लाग्यो, तर एकदमै मिठो थियो है। खानालाई चाहिँ बेलुकाको स्न्याक्सको लागि चाहिँ खतरै रहेछ। वीरगञ्जमा चाहिँ यस खानेकुराको कमी चाहिँ छैन होइन। वीरगञ्जमा जे खाए नि मिठो छ, स्ट्रिट फुड चाहिँ बेलुकाको जे खाए नि मिठै छ है। मलाई चाहिँ अब आफू भेजिटेरियन भएर होला है, सबै भेजिटेरियन खानाहरू चाहिँ भेजिटेरियनको लागि चाहिँ यो खानाको लागि चाहिँ वीरगञ्ज बेस्टै छ है। चाखम कस्तो छ यो पनि? अमिलो ठिक छ, सही छ। करिब 2 प्लेट जति हामीले पानीपुरी खायौँ है यहाँ। एकदमै सेटिस्फाइङ पानीपुरी खायो। त्यसपछि हामी त्यहाँबाट अब होइन हामी लेट अस ट्राई होइन लस्सी पनि भन्न थाल्यौँ। लस्सी चाहिँ फेरि यो टाइममा कहाँ पाउँछ लस्सी? वी आर लुकिङ फर लस्सी नाउ। लस्सी खान जाने अब। अब यताबाट हामी हरन बजाएको उसको सिग्नेचर त दिनै पर्यो नि ब्रदर। के अरे वीरगञ्जको कति बज्यो होला ब्रो अहिले? यता चट्ट लाएर लस्सी खोइ त। खास मथुरा दही लस्सी खान आएको थियौँ, बन्द भइसकेछ। यता पान पसल छ, पान पसलमा पान त के खानु है, पान खाने रहर छैन हामीलाई खासै। अब हेरौँ के पाउँछ। भैया लस्सी दुकान और नहीं है इधर? रात में खुलने वाला नहीं है? खानेकुरा त राति राति वीरगञ्जमा जतिन्छ कि ब्रो। हेर न पानीपुरी स्टल मात्रै, पानीपुरी खाएर पेट भर्छु भन्दा नि टन्नै छ यार। एउटा पानीपुरी, 2टा पानीपुरी, ए साइडमा पानीपुरी। लेट्स टेक द सिग्नेचर वीरगञ्ज सर्ट होइन।
साइडमै छ हाम्रो ठाउँ त यार त्यहाँबाट निस्केपछि चाहिँ हामीलाई चाहिँ अब हाम्रो यात्रा सकिन्छ कि जस्तो लागेको थियो तर हामी यो वीरगञ्जको बस पार्कमा चाहिँ चिया पसल चाहिँ देख्यौँ हामीले होइन अनि यहाँको चिया पसलको एउटा स्पेसियालिटी चाहिँ रातिको चिया पसल राति र बिहान चाहिँ स्पेसल्ली यो गाडी चढ्ने यात्रुहरूलाई लागि बनाएर हुन्छ यस्तो मिठो बनाउँछ यहाँ चाहिँ है हामीले यहाँको चिया खाने पनि उ गऱ्यौँ है चिया खाने विचार गऱ्यौँ यहाँ चाहिँ बुढो अङ्कल र आन्टीले बनाउनुहुन्छ चिया चाहिँ होइन अनि यो सबै यहाँ वीरगञ्जमा चाहिँ धेरै जसो मटकामा चिया जतिखेर भने त्यतिखेर पाइन्छ कि त्यो राम्रो छ कि वीरगञ्जमा चाहिँ मटका खानु मन लाग्यो भने जतिखेर पनि पाइन्छ ल्यो ल ब्रो चेस है कस्तो छ कस्तो मिठो छ है राति मिठो हुन्छ है यो मिठो चिया खाएर हामी घर फर्क्यौँ बाई बाई